ये बताइए कि आप उसका नाम सुनकर डर क्यों गए? इसे परेशानी नहीं कहा जा सकता। आपकी शक्ल बता रही है कि आप कुछ छुपा रहे हैं। यो व्हाट्सअप गाइज, वेलकम बैक टु माई च्यानल स्किल बेरोजगारी। आज हामी फेरि इन्डिया बनेका खतरनाक मुभीहरूको बारेमा कुरा गर्नेछौँ। न्यू साउथ मुभीहरूको बारेमा जो एक्सन ड्रामा कमेडीले भरेको हुनेछ। त्यसैले मैले चाहिँ तिनीहरूलाई यस्तो खतरनाक मुभीहरू चाहिँ खोजेर ल्याएको छु। धेरै टाइम लागेर आफैले हेरेर चाहिँ। त्यसैले आजको हाम्रो भिडियो चाहिँ सुरु गरौँ बिना बकचुतीको नम्बर 3बाट। हाम्रो नम्बर 3 मुभी रहेको छ ड्राइभर जमुना। यो चाहिँ 2022 मा लन्च भएको मुभी हो। साँच्चै IMDbले 5.4 आउट अफ 10 ग्रेड चाहिँ दिइसकेको छ। यो मुभीको स्टोरीको बारेमा कुरा गरौँ भने एउटा जमुना नामको स्टोरी केटीको स्टोरी देखाइरहेको हुन्छ। जसको बाउ चाहिँ एउटा क्याब ड्राइभरको काम गर्नेछ, ट्याक्सी ड्राइभरको। र एक दिन उसको बाउको चाहिँ सडनली मृत्यु हुन्छ, जहाँ चाहिँ केही थाहा हुँदैन। त्यसपछि चाहिँ जमुना आफै चाहिँ ड्राइभर बन्छ क्याबको, जो चाहिँ ट्याक्सी ड्राइभर बनिरहेको हुन्छ। र उसले चाहिँ धेरैभन्दा धेरै पैसा कमाउने सोचले दिन रात चाहिँ केही नभने चाहिँ ट्याक्सीमा काम गरिरहेको हुन्छ। त्यहाँ चाहिँ एक दिन चाहिँ यस्तो खतरनाक 3वटा गुन्डाहरू चाहिँ त्यसको गाडीमा बसिरहेको हुन्छ। पछि थाहा हुन्छ कि यिनीहरू चाहिँ कन्ट्याक्ट किलर रहेको थियो, जसलाई चाहिँ एकजनाले ज्यानले मार्न खोजिरहेको थियो। त्यसपछि चाहिँ यिनीहरूको पछि चाहिँ पुलिस पनि लागिरहेको थियो। जमुनालाई नचाहेर पनि यो स्टोरीको चाहिँ हिस्सा बन्नु परेको हुन्छ। र त्यसपछि चाहिँ जमुनालाई एउटा यस्तो खतरनाक प्रब्लम आइरहेको हुन्छ। र त्यो प्रब्लम चाहिँ के हो र अब चाहिँ यो मुभी पछि चाहिँ के हुन्छ सबै सिन्सहरू थाहा पाउनको लागि चाहिँ यही मुभी हेर्न पर्छ। र चाहिँ तपाईँहरूलाई इजिली युट्युबमा देख्न सकिन्छ। र हाम्रो चाहिँ नेक्स्ट मुभी रहेको छ माई नेम इज श्रुति। यो चाहिँ 2023 मा लन्च भएको मुभी हो। त्यहाँ चाहिँ IMDbले 6.1 आउट अफ 10 ग्रेड चाहिँ दिइसकेको छ। यो मुभीको स्टोरीको बारेमा कुरा गर्नुपर्दा एउटा श्रुति भन्ने केटीको चाहिँ स्टोरी देखाइरहेको हुन्छ, जो चाहिँ एउटा एजेन्सीमा काम गर्छ। एक दिन चाहिँ उसको अपार्टमेन्टमा यस्तो खतरनाक इन्सिडेन्ट हुन्छ, र चाहिँ धेरै डर लाग्दो थियो। र त्यहाँ पुलिसहरू पनि आएर पुलिसहरूले चाहिँ श्रुतिलाई अरेस्ट गर्छ र जेलमा लगेर जान्छ। त्यो रात चाहिँ त्यहाँ के इन्सिडेन्ट भएको थियो र श्रुतिको लाइफमा चाहिँ अब के कस्तो घटनाहरू घटिन्छ, के कस्तो प्रब्लमहरू आउँछ, सबै थाहा पाउनको लागि चाहिँ यो मुभी हेर्नुपर्ने हुन्छ। जहाँ चाहिँ स्टोरी चाहिँ धेरै खतरनाक रहेको छ। यो मुभीको स्टोरी सुन्दा चाहिँ नर्मल लाग्ला, तर मैले सिर्फ बेसिक कहानी बनेको हो। र चाहिँ फिल्मभित्र नै गएर हेऱ्यो भनेदेखि चाहिँ फिल्मको स्टोरी चाहिँ एउटा कमालको रहेको छ। हेर्नलाई चाहिँ धेरै नै मजा आउनेछ। र हाम्रो चाहिँ लास्ट एन्ड फाइनल नम्बर 1मा रहेको छ रन बेबी रन। यो चाहिँ 2023 मा लन्च भएको मुभी हो। अझ चाहिँ IMDbले 6.1 आउट अफ 10 ग्रेड चाहिँ दिइसकेको छ। यो मुभीको स्टोरीको बारेमा कुरा गर्नुपर्दा चाहिँ जहाँ चाहिँ एउटा सत्य नामको केटाको चाहिँ स्टोरी देखाइरहेको हुन्छ, जो चाहिँ दिनदिनै अफिसमा काममा जान्छ। राति चाहिँ रेड आउँछ धेरै नै। एक दिन चाहिँ ऊ गाडीबाट चाहिँ घर जाँदै थियो। त्यतिखेर चाहिँ एउटा बाटोमा एउटा केटी देख्छ, जो चाहिँ सत्यलाई चाहिँ धेरै नै रुई कराई गरेर चाहिँ लिफ्ट माग्छ। जहाँ चाहिँ ऊ सत्यले लिफ्ट पनि दिन्छ र गाडीमा बस्छ। सत्यले चाहिँ आफ्नो घर लगेर जान्छ। त्यसलाई आफ्नो घर लगेर जानु नै सत्यको ठुलो चाहिँ गल्ती थियो। जहाँ चाहिँ ऊ चाहिँ राति चाहिँ सुतेर बिहान उठ्दा चाहिँ त्यो केटीको चाहिँ त्यहाँ मर्डर भइरहेको हुन्छ। जहाँ चाहिँ पुलिसहरूले चाहिँ इन्भेस्टिगेट गर्न सुरु गरिदिन्छ। जहाँबाट चाहिँ अब त्यो सत्यले चाहिँ त्यो मर्डरलाई, त्यो मरिसकेको लासलाई चाहिँ कसरी छुपाउँछ र कसरी सल्भ गर्छ त्योहरू। त्यसपछि त्यो मर्डर चाहिँ कसले गर्यो र किन गर्यो सबै थाहा पाउनको लागि चाहिँ यही मुभी हेर्नुपर्ने हुन्छ। जहाँ चाहिँ धेरै कमेडी, थ्रिलर र एक्सनले भरेको मुभी रहेको छ। र मैले चाहिँ भिडियो चाहिँ यहीँ एड गर्न चाहेँ। यदि मन पऱ्यो भनेदेखि चाहिँ लाइक चाहिँ गरिदिनु होला। म मिल्छु नेक्स्ट भिडियोमा। अब के लिए बाई बाई।